रामधुनी नगरपालिकाको 18औं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगरसभाबाट आर्थिक वर्ष 2082-83 को कुल बजेट रु 87 करोड 8,66,949 रुपियाँ प्रस्तुत गरिएको हो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्ध रामधुनीको आधार भन्ने दीर्घकालीन लक्ष्य र सोचलाई पूर्णता दिने बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरिएको छ। नगरवासीको विकास र समृद्धिका लागि नीति तथा कार्यक्रम नगर प्रमुख शंकरलाल चौधरीले प्रस्तुत गर्नु भएको छ। उहाँले राजनीतिक, प्रशासनिक, भौतिक पूर्वाधार, सामाजिक, सांस्कृतिक, आर्थिक, प्रविधिको क्षेत्रमा भएका विकासका कार्यक्रमहरू नगरले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार लगायतका विकास र विस्तारमा नीतिले दिगो शान्ति, स्थायित्व, विकास, समृद्धि, सामाजिक न्याय र समाजवाद तर्फ अघि बढ्ने आधार दिएको बताउनु हुँदै आर्थिक वर्ष 2082-83 को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ। नगरवासीको विकास र समृद्धिप्रतिको चाहना र राजनीतिक, प्रशासनिक, भौतिक पूर्वाधार, सामाजिक, सांस्कृतिक, आर्थिक, प्रविधिको क्षेत्रमा भएका विकासका कार्यक्रमहरू नगरले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार लगायतका विकास र विस्तारमा लिएका नीतिले दिगो शान्ति, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय नारालाई आत्मसात गर्दै रामधुनी नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्ध रामधुनीको आधार भन्ने दीर्घकालीन सोचलाई पूर्णता दिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। नगर प्रमुख चौधरीको सभाध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीको उपस्थितिमा नगर उपप्रमुख तारा थापाले बजेट प्रस्तुत गर्दै चालु र पुँजीगत तर्फ खर्चको अनुमानित बजेट प्रक्षेपण गर्नुभयो। चालुतर्फ रु 47 करोड र पुँजीगत तर्फ 89 करोडको रकम विनियोजन गरिएको नगर उपप्रमुख थापाले प्रस्तुत गर्नुभएको छ। 87 करोड 8,36,949 को आय तथा व्ययको प्रक्षेपण प्रस्तुत गर्दछु। चालु सशक्त 25 करोड 3 लाख, पुँजीगत 7 करोड 71 लाख, विशेष अनुदान पुँजीगत 1 करोड 18 लाख, समानीकरण अनुदान 14 करोड 39 लाख, जम्मा अनुमानित रकम कुल बजेट 87 करोड। प्रक्षेपण अनुसार पूर्वाधार, शिक्षा, स्वास्थ्य विकासमा प्राथमिकतामा राखिएको छ। नगरको गौरवको योजना सहित योजना निर्माण र कार्यान्वयन प्रणाली सुधार लगायत सुरक्षित, समावेशी र व्यवस्थित शहरीकरणका लागि भौतिक पूर्वाधारमा रु 12 करोड 8,50,000 रकम विनियोजन गरेको छ। नगरको सामाजिक विकासका लागि रु 1 करोड 97 लाख विनियोजन गरी गुणस्तरीय शिक्षा प्रोत्साहन र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिनेछ। शैक्षिक अभियान अन्तर्गत सबै बालबालिकालाई विद्यालय भर्ना गराउन अभियान सञ्चालन गरिनेछन्। सामाजिक विकास अन्तर्गत युवा, खेलकुद र उद्यम, सामाजिक समावेशिता र सुरक्षा, संस्कृति, भाषा, प्रविधिमा विकास गर्ने विनियोजन बजेट रहेको छ। आर्थिक विकासमा रु 1 करोड 75 लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि रु 40,50,000 विनियोजन गरिएको छ। सुशासन तथा संस्थागत विकासका लागि रु 42 लाख रकम विनियोजन गरिएको छ। नगर उपप्रमुख थापाले बजेटको प्राथमिकता, महत्व र विशेषताको बारेमा बताउनु हुँदै रामधुनीको सन्तुलन विकास गर्दै आधारभूत आवश्यकता पूरा र ठोस विकासमा भूमिका खेल्ने बताउनुभयो। बजेटको उद्देश्य उपलब्ध स्रोत र साधनले समानता समाजको निर्माण र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अंगीकार गरी सार्वजनिक सेवालाई सहज सेवा ल्याउने बताउनुभयो। बजेटको उद्देश्य हामीलाई उपलब्ध स्रोत र साधन अवसर न्यायोचित विवरण मार्फत समानतामूलक समाजको निर्माण गर्नु, भ्रष्टाचार जघन्य क्रियाकलापमा शून्य सहनशीलताको नीति अंगीकार गरी सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र सहज बनाई सुशासन कायम गर्ने, स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरी नागरिकलाई सहभागितात्मक विकासमा जोड दिने।
यसैगरी नगरसभामा विषयगत समिति आर्थिक विकास समितिका संयोजक लेखनाथ वास्तोला, सामाजिक विकास समिति संयोजक सुशीला ढुङ्गाना, वन वातावरण तथा विपद व्यवस्थापनका संयोजक शिवशंकर राजधामीले विनियोजित बजेट प्रस्तुत गरेका छन्। आर्थिक विकास समितिका आएको योजनाहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु सभाध्यक्षज्यू। कृषि विकास शाखातर्फ कार्यक्रम कार्यान्वयन खर्च विविध कृषि शाखा 2 लाख, सञ्चार खर्च कृषि शाखा 12,000, विषादी खरिद तथा वितरण 5 लाख। म सामाजिक विकास समितितर्फ विनियोजन भएको बजेट प्रस्तुत गर्न गइरहेको छु। शिक्षा, युवा तथा खेलकुद शाखा नगर शिक्षा योजना निर्माण 2 लाख, स्थानीय विकासको पाठ्यपुस्तक शिक्षा निर्देशिका लेखन कक्षा 4 देखि 8 सम्म 3 लाख। विनियोजन गरिएको बजेट नीति तथा कार्यक्रमले आम नगरवासीको हितका लागि ल्याएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो। आगामी दिनहरूमा यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दै यस नीति तथा कार्यक्रममा सहयोग गर्ने आम नगरवासी राजनैतिक दलहरूमा नगर प्रमुख चौधरीले आभार व्यक्त गर्नुभएको छ। प्रस्तुत गरिएका नीति तथा कार्यक्रमले आम नगरवासीको हितका लागि ल्याएको छु। आगामी दिनहरूमा यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दै यस नीति तथा कार्यक्रममा सहयोग गर्नुहुने आम नगरवासी राजनीतिक दल, विषयगत समिति, वडा समिति, कर्मचारी मित्रहरू तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। नगरसभाबाट कर्मचारीहरूलाई प्रोत्साहनका लागि उत्कृष्ट कर्मचारीलाई सम्मान र पुरस्कृत गरिएको छ। पुरस्कृत हुने कर्मचारीहरूमा कर्मचारी मध्ये वडा नम्बर 8 का सर्जुन उराव, वडा सचिव मध्ये सावित्री पराजुली, वडा नम्बर 4 सचिव राजस्व कर्मचारी दीपा श्रेष्ठ, इन्जिनियर सन्दीप झा, कम्प्युटर अपरेटर मञ्जुश्री मगर, स्वास्थ्य स्वयंसेविका जानकी चौधरी, सरसफाई कर्मचारी रामकुमार मरिक 18औं नगरसभाबाट सम्मानित भएका छन्।